होइन जति सम्झायो नि बुझ्ने भएन नि कि अहिले त के भएको सम्झि के भएको नि यिनीहरू जति भने नबुझ्ने कि के भएको त्यत्रो लडाइँ भयो त्यत्रो 23-24 गते त्यत्रो आन्दोलन भयो त्यत्रा मान्छे मरे अझै पनि काङ्ग्रेस एमाले मादर चोदहरू कहिले सुध्रिने हुन् कि यिनीहरू खाल्टो गरेर पुर्नुपर्छ खाल्टो गरेर पुऱ्यो यिनीहरूले के देश बिगारेको मा नेतासेता त त्यसै बदनाम छन् कि भोसडीहरू अब त्यत्तिकै पत्याउने क्या अब पानी जात ल्याउँछु भन्छन् समुद्र नभएको देशमा पत्याउने अब यस्ताले गर्दा नि हुन्छ त्यसमा नेतालाई दोष दिन्छ नि यस्तो गर भनेर तिमीहरू नपत्याउन तिनीहरूको कुरा तिमीहरू एमाले काङ्ग्रेसको पछि नलाग त देश त्यसै भन्छ कि अरूले गर्छन् कि डरले भए नि गर्छन् यी एमाले काङ्ग्रेसले केही उखाल्दैन केही सुध्रिनेवाला छैन नि माओवादी साओवादी सुध्रिनेवाला छैनन् त्यही भएर भनेको मान हौ प्रभु मेरो आमा बाहरू बुझ्नु पऱ्यो कि कति भएको भएन कि सुध्रिन पऱ्यो अब त अब त हामीले बुझ्नु पऱ्यो नि कुरो अब हामीले एमाले काङ्ग्रेस गरेर भएन अब हामी मिलेर एकजुट भएर अब चाहिँ नयाँलाई मौका दिनुपर्छ भन्ने विचार हो यो चाहिँ मेरो विचारधारणा अब मनमा लिए पनि लिग म्याट हो कि हेरे सुध्रिने होइनन् एमाले गर्दा भोट पाउन आयो त